कक्षाको प्रयास शाखा अङ्ग्रेजीमा 42, गणितमा 23, विज्ञान प्रविधिमा 30। प्रयास शाखाको पनि गणितमा 23 मात्र प्राप्त गरेको छ, कमजोर भन्नुपर्छ। विज्ञान प्रविधिमा पनि 30 मात्र प्राप्त गरेको छ। यो 50 पूर्णाङ्क हो है, यहाँले त्यसै बुझिदिनु होला। त्यसैले ऋषभ कोइराला अङ्ग्रेजीमा 44, गणितमा 42, विज्ञान प्रविधिमा पनि 42 छ। ऋषभले इम्प्रुभ गरेको छ। पूर्व सालभन्दा धेरै राम्रो सुधार लिएर आएको छ। त्यसै गरी सारा लिम्बूले अङ्ग्रेजीमा 39, गणितमा 23, विज्ञानमा 38। गणितमा कमजोर नै देखिन्छ। त्यसरी चेलिसा लिम्बू अङ्ग्रेजीमा 41, गणितमा 18, विज्ञान प्रविधिमा 37। यहाँ पनि चेलिसाको पनि गणितमा कमजोर देखिन्छ। त्यसरी रोहन भट्टराई अङ्ग्रेजीमा 39, गणितमा 24, विज्ञान प्रविधिमा 23। त्यसै गरी दिप्ती याखा अङ्ग्रेजीमा 46, गणितमा 36, विज्ञानमा 40। त्यसै गरी रिमिसा लिम्बूको अङ्ग्रेजीमा 27, गणितमा 18, विज्ञान प्रविधिमा 18। तिनै विषयमा कमजोर देखिन्छ रिमिसाको। गणितमा 18 मात्रै आएको छ, जस्ट पास। विज्ञान प्रविधिमा 20, अङ्ग्रेजीमा 27। त्यसैले मिसन भण्डारी अङ्ग्रेजीमा 28, गणितमा 18, विज्ञानमा 18 भन्नाले चाहिँ जस्ट पास भएको भनेर बुझिदिनु होला है। त्यसैले सपुन लिम्बू अङ्ग्रेजीमा 25, गणितमा 10, विज्ञानमा 16। गणितमा 10 भनेको फेल भएको हो, विज्ञानमा 16 भनेको पनि फेल भएको भनेर बुझ्नुपर्छ। 18 ल्याउनु। त्यसै गरी मिमोसा चेम्जोङ अङ्ग्रेजीमा 46, दिप्ती र मिमोसाको बराबर छ अङ्ग्रेजीमा। गणितमा 50 मा 50 ल्याएको छ मिमोसा लिम्बू। विज्ञानमा 45। अर्को एन्जल लिम्बू फर्स्ट सेकेन्ड दिप्ती। एन्जल लिम्बूको अघि आउनु भएको छ। एन्जल लिम्बू छैन। एन्जल कमजोर छ। यो बोर्डिङबाट आएको हो यो केटो होइन। बोर्डिङमा चाहिँ के कस्तो थियो, यहाँ चाहिँ अब अलिकति गाह्रै छ। यहाँ अङ्ग्रेजीमा 7 मात्रै ल्याएको छ, फेल भएको छ। गणितमा 5 मात्रै ल्याएको छ, फेल भएको छ। विज्ञानमा पनि 6 ल्याएको छ, फेल भएको छ। सबै विषयमा फेल भएको छ। नेपालीमा 8 छ, सबै विषयमा फेल भएको छ। यसै गरी साके लिम्बू पोहोर पनि परीक्षा दिएर दोहोऱ्याउने केटा हो यो। एन्जल पनि पोहोर फेल भएर बस्या हो। साके लिम्बूको अङ्ग्रेजीमा 29, गणितमा 25, विज्ञान प्रविधिमा 31। केही सुधारिएको छ यो, पोहोरको भन्दा चाहिँ केही सुधारिएको हो। अघि खड्का भन्ने नानी यो हाम्रो नयाँ विद्यार्थी हो। अङ्ग्रेजीमा 14, गणितमा 18, विज्ञान प्रविधिमा 17 छ। अङ्ग्रेजीमा पनि फेल भएको छ, विज्ञानमा पनि फेल भएको छ। क्षितिजाङ लिम्बू अङ्ग्रेजीमा 28, गणितमा 10, विज्ञानमा 12। गणित र विज्ञान फेल गरेको भनेर बुझ्नुपर्छ। त्यसै गरी प्रशान्त कोइराला अङ्ग्रेजीमा 29, गणितमा 8, विज्ञान प्रविधिमा 17। यो पनि फेल भएको छ गणित र विज्ञानमा। लाचेमी लिम्बू अङ्ग्रेजीमा 29, चिन्नु पर्यो क्या भरे। गणितमा 18, विज्ञानमा 31। 5 भएको छ त्यो 3 विषयमा। सुरज लिम्बू
सुरज लिम्बू अङ्ग्रेजीमा 12 फेल भएको छ, गणितमा 6 मात्रै ल्याएको छ फेल भएको छ, विज्ञानमा 14 ल्याएको छ फेल भएको छ। टप 10 प्रिन्स राई सबै फेल छ क्या। यो नानी नयाँ विद्यार्थी हो, बिल्कुलै कक्षा 5 मा पढ्ने उसको स्तर छैन, शैक्षिक स्तर उसको छैन, अङ्ग्रेजीमा केही नै लेखेको छैन, उसले 1 मात्रै दिएको छु, गणितमा 4 ल्याएको छ, विज्ञानमा 4 ल्याएको छ। यो नानीलाई सबै विषय लागेको छ। यो नानीको लागि चाहिँ स्पेसली घरमा वैकल्पिक घरमा पनि अलिकति वैकल्पिक एउटा कक्षा व्यवस्था मिलाउनु पर्ने देखिन्छ पढाइको लागि। आर्जु लिम्बू अङ्ग्रेजीमा 44, गणितमा 18, विज्ञान प्रविधिमा 28 पास गरेको छ तीनै विषय। रवि अङ्ग्रेजीमा 34, गणितमा 12 फेल, विज्ञान प्रविधिमा 20 पास भएको छ। रजिता लिम्बू अङ्ग्रेजीमा 14 फेल, गणितमा 8 फेल, विज्ञानमा 9 ल्याएको छ फेल। रजिता सबै विषयमा फेल छ, कुनै विषय पनि पास गरेको छैन रजिताले। यो रजिता भन्ने विद्यार्थी 3 बाट 4 मा आउँदा सामान्य थियो, 4 मा रहँदासम्म ठिकै थियो, 5 मा आएपछि धेरै बिग्रियो, दिनदिनै घट्दै छ। त्यसै गरी रिजल लिम्बू अङ्ग्रेजीमा 21, गणितमा 10, विज्ञानमा 18, विज्ञानमा पास गर्छ, अङ्ग्रेजी गणितमा फेल गर्छ। त्यसै गरी सफलता बिसाङ्गी अङ्ग्रेजीमा 28, गणितमा 14, विज्ञानमा 20, गणितमा 14 मात्रै आएर फेल गर्छ। ताङसाङ लिम्बू अङ्ग्रेजीमा 31, गणितमा 13 मात्रै छ फेल, विज्ञानमा 23 पास गरेको छ। निवा खत्री अङ्ग्रेजीमा 30 पास छ, गणितमा 13 फेल छ, विज्ञान प्रविधिमा 30 ल्याएको छ पास छ। दिलसा लिम्बू अङ्ग्रेजीमा 27 पास, गणितमा 10 फेल, विज्ञानमा 9 फेल। नामसाङ अङ्ग्रेजीमा 7 फेल, गणितमा 3 फेल, विज्ञान प्रविधिमा 7 फेल र सबै विषयमा फेल छ यो नानी। संयोग राई अङ्ग्रेजीमा 11 फेल, गणितमा 6 फेल, विज्ञानमा 6 फेल, संयोग पनि सबै विषयमा फेल गर्छ। यसै गरी सुलभ अङ्ग्रेजीमा 9, गणितमा 5, विज्ञानमा 7 गरेर यो नानी पनि स्वास्थ्य शारीरिकमा 27 ल्याएको छ, अरू विषय सबैमा फेल गर्छ। यसरी हाम्रो अहिलेको कक्षा 5 का जम्मा 29 जना विद्यार्थीहरूमा यहाँले विशेष गरेर अलिकति कम्प्लिकेटेड सब्जेक्टलाई मात्रै हामीले फोकस गरेको नम्बरहरू र उनीहरूले प्राप्त गरेको नम्बरहरू यहाँले हामीले बताइसकेका छौँ। र कक्षा 5 को कक्षा 5 को सन्दर्भमा यो अतिरिक्त कक्षा मोचित कक्षाको सवालमा उपस्थित हुनुहुने अभिभावकज्यूहरूलाई गत वर्षको ट्रेन हाम्रो गत वर्ष हामीले के गर्यौँ भने अहिले म्याथको विद्या मिस अङ्ग्रेजी पढाउने म यहाँ छु। पोहोरको हैसियतमा चाहिँ पोहोरको केसमा चाहिँ लगभग 2 महिना मात्रै हामीले लास्टमा हेऱ्यौँ कक्षा 5 लाई। 2 महिना हामीले क्लास लियौँ, जति सक्यौँ 2 महिनामा हामीले नानीहरूलाई दिनुपर्ने कुराहरू दियौँ। त्यसो हुँदा पनि हामीले आकलन गरेको रिजल्ट हामीले खोजेको रिजल्ट त्यति सन्तोषजनक आउन सकेन। हामीले लगभग 5 जना जस्तो विद्यार्थीहरू त्यही कक्षामा राख्न बाध्य भयौँ, 5 जना जस्तो विद्यार्थीहरू। त्यो हाम्रो असफलता नै हो। नानीहरू असफल हुनु भनेको हामी टिचरहरू असफल हुनु पनि हो। र यो हामी प्यारेन्ट्सहरू अभिभावकज्यूहरू र यस